जङ्सन चाहिँ पहिला यस्तो थिएन जस्तो लाग्छ होइन। अहिले चाहिँ निकै मोडिफिकेसन बनाएको छ है, तुङचुङ रोड भन्दो रहेछ है। अनि हामी चाहिँ यो डाँडादेखि पल्लोपट्टि यो सनसेटको ठक्कै तपट्टि टाटामा चाहिँ हामी एक महिना बसेको थियौँ। अनि सर यता आएर यो नल छ नि, यो नल हो, त्यसको ठ्याक्कै फेदमा चाहिँ बी कम्पनीको होइन। अनि अब हामी चाहिँ यताबाट चाहिँ एकदम प्र्याक्टिकल एरियामा मेसमा हेरेर होइन रुट प्लान गरेर हामी यो बाटोबाट यहाँ झर्दा हामी चाहिँ होइन बेमै हो। अनि त्यतिखेर यहाँ कन्स्ट्रक्सन थियो, थोरै सानो बाटोमा थियो, अहिले कन्स्ट्रक्सन गरेर त्यो बनाएर रहेछ। अनि यो परको अहिले म क्लिक गर्छु। अनि हामी चाहिँ यो बाटोबाट गयौँ होइन। अनि गएर चाहिँ खासमा चाहिँ इन्टर कम्पनीमा चाहिँ ए र बी कम्पनी होइन, बी कम्पनीले चाहिँ ए कम्पनीको पोजिसन पत्ता लगाउने अनि एले चाहिँ बीको पत्ता लगाउने। त्यसमा चाहिँ मैले 4 जना भाइहरू लगेर चाहिँ जस्ट यो 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 परको घरहरू अलिक धुरी देख्छ होइन। यो के कन्स्ट्रक्ट के थिएन, यहाँ पुरा सानो बाटोमा थियो, अहिले न्यू कन्स्ट्रक्सन भएछ होइन। अनि हामी चाहिँ यो त दलदल थियो है, यो अहिले क्र्याङहरू चाहिँ चाहिँ दलदल थियो। अनि हामी चाहिँ त्यहाँसम्म लगेर त्यहाँनिर चाहिँ एउटा कोल्ड ड्रिङ्क छ क्या। अनि कोल्ड ड्रिङ्कमा चाहिँ हामीले खाएर बस्यौँ होइन, बस्यो एकैछिनमा चाहिँ त्यो एउटा होइन ब्राभो कम्पनीको एकजना धर्के आयो क्या। उसले पनि 2 जना भाइ 3 जना भाइ लिएर आएर छ। अनि कस्तो अर्डर थियो भने चाहिँ एकले अर्कालाई होइन देख्यो भने चाहिँ पक्रिने होइन, पक्रेपछि इन्फर्मेसन लिने थियो नि त, अर्डर त्यस्तो थियो। अनि हामी चाहिँ बियर खाने कुरा होइन, कुकुर खाँदै बसिरहेको थियौँ। अनि झ्याप्प आइपुग्यो नि त होइन त्यो धर्के होइन, धर्के आइपुग्यो। अनि मैले चाहिँ अब भाइहरूले भाग्नु होइन, अब यहाँबाट चाहिँ भाग्नुपर्छ भनेर अनि भाग्दाखेरि चाहिँ त्यो धर्केले चाहिँ त्यो धर्केले चाहिँ मेरो पोइन्ट यहाँ खाइदिएको हो क्या। यो इन्टर के अरे कम्पनी लोकेसन पत्ता लगाउनेमा चाहिँ मेरो पोइन्ट खाइदिएको त्यो धर्के चाहिँ मेरै जिल्लावासी हो, फेरि मेरो धनकुटा जिल्लावासी हो होइन। त्यसले चाहिँ मेरो पोइन्ट यहाँ खाइदिएको हो। अनि अहिले यहाँ चाहिँ दलदल थियो होइन, पुरा स्वाम दलदल थियो। अहिले चाहिँ यहाँनिर कन्स्ट्रक्सन भएर चाहिँ होइन कन्स्ट्रक्सन भएको रहेछ। अनि त्यसकै त्यो आई थिङ्क इयर चाहिँ 86 to 87 भित्र आउनुपर्छ, एक्ज्याक्टली इयर थाहा भएन मलाई है, थाहा भएन। अनि त्यसले गर्दाखेरि एकदमै जिन्दगीको लाइफको ठुलो मेरो स्मरण भनौँ न बिर्सिनै नसक्ने टाइम थियो क्या त्यो बेला होइन। अनि त्यही पोइन्टले गर्दाखेरि मेरो प्रमोसन पनि अलिकति किनले चाहिँ धक्का लगाइदियो त्यो धर्के कमेन्टले गर्दाखेरि होइन। अब म त्यो दोकान त्यहाँबाट एउटा चाहिँ त्यहाँनिर चाहिँ छ क्या, के छ भने बर्खरको जस्तो थियो त्यतिखेर होइन। अब त अहिले यस्तो डेभलप भएछ, केही थिएन त्यतिर, सबै यहाँ चाहिँ सबै जङ्गल थियो, यहाँ सानो बाटो मात्रै थियो। बाटो चाहिँ हो तर अलिकति दाहिने फारेछ होइन। अनि त्यतिखेर मैले यसो पनि भनेको थिएँ होइन। अनि भनेको जे होस् होइन, अब भाइहरू तिर्खा लाग्यो होइन, भाइ तिर्खादाखेरि अब ड्रिङ्क खाएको हो होइन। यताउति भन्दाखेरि उसले चाहिँ के हुँदैन, यो चाहिँ पेन्सिङ लडाइँ हो होइन, पेन्सिङ लडाइँ हो, त्यसले गर्दाखेरि हुँदैन भनेर चाहिँ मेरो मेफ खोसेर होइन। अनि मेरो मेफ खोसेर मेरो कम्पनीको उसले लोकेसन पत्ता लगायो नि त, किनभने हामी कहाँ डिफेन्स गरेर बसेछ होइन भनेर चाहिँ अब त्यहाँ हुन्छ नि त है, लोकेसनहरू माग गरेको छ नि त होइन, होइन लोकेसन कोड गरेको हुन्छ। अनि मेरो मेप चाहिँ अनि त्यहाँदेखि त्यसले माग्यो होइन। बिर्सेँ मैले सायद त्यतिखेर मैले त्यो मेप च्यातेर फालेँ, डिस्ट्रोय गरेँ, के थाहा भएन। जे होस् घटना चाहिँ त्यस्तो छ है यो होइन। यहाँनिर यस्तो अहिले डेभलप भएछ है, सबै यहाँ स्वाम थियो, यो एरिया सबै स्वाम थियो, अहिले केही थिएन है। अनि लोकेसन चाहिँ यही हो, यो इलेक्ट्रिकको पोल छ होइन, तार फुकाएछ हो। यो बिचमा हामी चाहिँ यो बिचमा सानो दलदल थियो कि यहाँनिर होइन, दलदल थियो। अनि त्यसो भयो। अनि मैले कति उसलाई एक्सक्युज माग्दा पनि दिएन त्यो धर्केले, नो भने होइन। मेरो गाउँले नै त्यो मान्छे, त्यति बेला चाहिँ अब जे होस् तपाईँले चिन्नुहुन्छ होइन, अब धनकुटा जिल्लावासी हुने चिनिहाल्यो नि धर्के होइन। अनि त्यसले गर्दा चाहिँ त्यो सम्झना छ मलाई यहाँनिर है। आखिरीमा मेरो पोइन्ट खाएर पनि के भयो, आखिर गोरुगामी तर भएन होइन। आखिरी उमै जानु पऱ्यो होइन, तिनवटा दानामै गेडामै जानु पऱ्यो, त्यस्तो हुन्छ है होइन। यहाँ खोला स्टिल त्यही खोला छ नि हो, यहाँनिर त्यही खोला यहीँ छ।
उसले नभेट्ने हो खासमा त्यो भाइहरू चाहिँ दलदलमा फस्यो नि त फसिँदाखेरि चाहिँ अब उसले क्याच गर्ने मौका पायो होइन त्यो छ त्यो लोकेसन चाहिँ एकदमै आज मेरो आज दुईवटा लोकेसन मिस भयो किनभने त्यतिखेर आर्मीमा चाहिँ अर्कै खालको म्याप हुन्थ्यो होइन अब त्यो टाइमको 86 को अब अहिलेको डेभलप भएर कहाँ होइन ठाउँ पानी अहिले अब यस्तो घर बनेको छ यहीँ नै हो यो घरै थिएन यस्तो यो घर होइन अब मैले भनेको रुख चाहिँ यो यस्तो भएछ हेर्नु त हेर्नुहोस् कि सानो झुपडी घर थियो अहिले डेभलप गरेर यस्तो भएछ होइन बाटो यस्तो भएछ है 86 87 को मलाई चाहिँ यादले भनौँ न यो ठाउँ आउँदाखेरि जहिले पनि म सम्झना आउँछ कि त्यो टाइमको होइन त्यसले गर्दाखेरि कसैको पसिना नखानु होइन कसैले कसैको पोइन्ट नखानु तर अब पल्टनमा चाहिँ त्यस्तै हुन्छ कि होइन अनि धर्केले चाहिँ पोइन्ट खाइदिइहाल्छ त्यस्तो हो फेरि मोलमाल कडा हुनु पऱ्यो मेरो मोलमाल प्याट्टै थिएन ल यस्तो छ है सबै डेभलप भएछ सबै होइन अब त्यतिखेर घर चाहिँ यहाँ रहेछ कि है त्यतिखेर घर चाहिँ यहाँ रहेछ अब यतिखेर त सबै भइसक्यो नि अब डेभलप भइसक्यो नि है यस्तो छ है हजुर है अहिले चाहिँ हाइकिङ होइन अब स्वास्थ्यको एकदमै सबैलाई जरुरी होइन त्यसले गर्दा सबै कुद्ने सुत्ने हुन्छ डेभलप भइसक्यो अहिले यस्तो भइसक्यो है हजुर अहिले लान्ता हो यो यता बायाँपट्टि तुङचुङ छ अहिले यो बिल्डिङहरू केही थिएन त्यतिखेर कनेक्सनै थिएन त्यतिखेर होइन न्यू टेरिटरी यो मावन पुलहरू केही बनेको थिएन हामी त्यतिखेर चाहिँ सिल्भर माइनबाट होइन माइन बेमा डिप्लोय भएर चाहिँ आउनु पर्थ्यो क्या अनि तल चाहिँ गाडी हुने नि त होइन अब आरपिएल हुन्छ आरपिएलमा चाहिँ गाडी साडी पनि आउँछ नि त फोटोहरू होइन अनि त्यसो गरेर आउँथ्यौँ ल हजुर मलाई मैले 2-3 पल्ट कोसिस गरेँ होला हौ तर आज लास्टमा मात्रै यो पत्ता लगाएँ अझै दुईवटा मेरो कम्पनी हार्बर गरेर बसेको ठाउँ त्यो बिच देखेँ मात्रै तर मैले बाटो काटेर गएछु बसमा जाँदाखेरि अनि एउटा डाँडा छ माथि रेके पडल जाँदाखेरि माथि एउटा डाँडा छ हो त्यो रेके पडल जाँदा पनि एउटा धर्केले मेरो पोइन्ट खाइदिएको छ जम्मा त्यो एक्सर्साइजमा मेरो 2टा पोइन्ट गयो यहाँनिर एउटा पोइन्ट अनि त्यो माथि डाँडामा एटेक गर्दाखेरि एउटा पोइन्ट 2टा पोइन्ट गयो होइन अनि 2टा पोइन्टले गर्दाखेरि पोइन्ट माइनस भयो होइन त्यो पनि धर्के नै हो फेरि त्यो चाहिँ मेरो कम्पनी त्यतिखेर कम्पनी ट्वाइसी थियो के त्यो है अब प्रमोसन कुन उ गर्ने बेलामा त अब काम हेर्छ नि त एनसिएफको होइन अब कतिको राम्रो काम गर्छ कतिको होइन अब के भन्छ पटोल गर्छ राम्रो गर्छ होइन कति कमान्ड एन्ड कन्ट्रोल गर्छ भन्ने धेरै हेर्नुपर्छ नि त होइन त्यसले गर्दा त्यो धर्केले पनि मेरो पोइन्ट खाइदिएको त्यहाँ चाहिँ त्यो चाहिँ माइनर पोइन्ट यहाँको मेरो जिल्लावासी त्यो धर्केले चाहिँ बिग पोइन्ट खाइदिएको यहाँ चाहिँ मेरो है यदि मेरो ब्लग हेर्दै छ भने होइन त्यतिखेरको सम्झना आउँछ होला यतिखेर त बुढो भयो के अरे होइन बुढो भयो होला नि भेटेको छुइनँ मैले है अनि अब फेस टु फेस भेट्यो भने चाहिँ यसो त्यतिखेर चाहिँ कुरा चाहिँ गरौँ भनेको भेटेको छैन मौका पाला कुनै दिन है हजुर ल अब यो आजको भिडियो हेरेर अरूले पनि तपाईँहरूले पनि इन्जोय गर्नु होला ठाउँहरू होइन हङकङको ठाउँ एकदम डेभलप हुन्छ है अब यो बुद्ध जाने के अरे उता 1000 बुद्ध अरे उता लान्त बुद्ध जाने अहिले केबल कार बनाएको छ डाँडै कुदिरहेछ है त्यसकै सम्झनामा आज मैले यहाँ ब्लग गरेको ल थ्याङ्क यू भेरी मच है हजुर हामी त्यतिखेर चाहिँ होइन कुदेको बाटो यही हो यहाँबाट यसरी कुदेर गयो होइन अनि यसरी कुदेर यहाँ चाहिँ दलदल छ क्या यसरी जाँदाखेरि यहाँबाट यसरी कुदेको है हामी सबै कुदेको नि त यो बाटै होइन यहाँनिर यहाँ चाहिँ कुदिसकेन नि त होइन यहाँ कुदिसकेन अहिले चाहिँ यहाँ कोठे बनाउँछ यहाँ त्यो जाँदाखेरि हो यहाँनिरै पक्रेको नि त हामीहरूलाई होइन त्यो धर्केले हामीले यहाँ पक्रेको हो अनि पढिसकेपछि डिस्कसिस भयो यताउति भयो होइन त्यो टाइममा त्यहाँदेखि हामी चाहिँ पढिसकेपछि फेरि हामी फर्केर आएर यही बाटो गएर हामी कम्पनी फर्केको यस्तो छ है एकदमै लाइफको एकदमै बिर्सिन नसक्ने घटना भनौँ न यो अन्त ल ब्लग गएर छ नि ल हामी चाहिँ आज कति हो 2008
अन्त होइन 2008 मा त अर्कै भेटेको थियो 92 देखि भेट भयो होइन ए हो र होइन हङमा भेट भयो नि त त्यो बिचमा एकपल्ट बेचमा भेट भयो तर ले त्यता हाम्रो भेट चाहिँ भयो तर अब हामी चाहिँ नम्बरी 179 को इन्टेकको हामी रेक्रुट है आज बल्ल अब आफ्टर पल्टन चाहिँ आज मजाले भेटेको चाहिँ यसरी नै हो पल्टन चाहिँ हामी एउटै हो होइन एक्स 10 जार उहाँ चाहिँ कति वर्ष पछाडि हो खै अब त्यो त गर्नै 25 पर्छ वर्ष त लाग्यो खै धेरै भयो होला त्यो क्यालकुलेटर चाहिन्छ क्यालकुलेटर अब म 93 94 लाग्ने बेला गएको रिटायर होइन 25 इयर्स लेटर के लेटर अनि खुसी लाग्यो होइन एउटै पल्टन भयो भने पल्टनमा चाहिँ यसो घाटाघुडु अनि हाम्रो डिपार्टमेन्ट फाल्टै म अल्फा कम्पनी उहाँ चाहिँ हेड कम्पनी होइन अनि त्यति म अल्फाबाटै रिटायर भयो युके सुके बस्यो युके पनि भेट भयो होला तर यादै म चाहिँ रिटायर भएको त्यो फर्स्ट त्यो तपाईँकोमा होइन आडीमा सिको आडी फर्स्टमा हो फर्स्ट आडी 1 मा हो खै 90 होइन 92 मा 92 मा होइन अनि लास्ट चाहिँ 93 को कति थियो होला होइन 93 थियो म चाहिँ मलाई चाहिँ फेरि मलाई चाहिँ त्यो मसान बुढोहरूले चाहिँ दिएन क्या अब नाम भन्नुपर्दा परेमा आखी भोके मसान अनि अर्को के अरे पञ्चुकेप होइन अर्को जादुवाल यो चाडा धर्केछ है मेरो एकदमै होइन यिनीहरूले चाहिँ मलाई नदिएको नि त अनि मैले माया गरेर राख्यो नि सोध्दैछ यसो अरे कि होइन नि 24 अनि आडी जानेहरू त भविष्यमा केही नहुने अरे क्या अनि म चाहिँ के हुने हो भविष्यमा उसकै नपाएको भनेको नि त मैले अनि अब यो त माथिबाट नाम निस्किन्छ अरे माथिबाट निकाल्नु त मेरो नाममा कोते गर्थेँ नि त्यतिखेर होइन अनि त्यहाँबाट मेरो सुरु भयो कि अनि दाहिनेको के अरे पट्टि बायाँको त दाहिने कोही तिर्दिने नि त 4 जना धर्केछ कि यही मिडिया मार्फत भन्छु कि होइन मिडिया मार्फत भन्छु 9 बजेमा चाहिँ दबेला चाहिँ भेटिन्छ होइन अनि यिनीहरू चाहिँ हो कि मलाई तपाईँलाई पनि होला नि यो अहिले मिडिया छ कि यो बोलाउनु विरोध गरिएको होइन अहिले यो त्यतिखेर चाहिँ अब हामीले बोल्नु पाउँदैन थियौँ त होइन एउटा किनभने एउटा कानुनमा बाँधेको छ आर्मीमा अब त फ्री लाइफ हो त कसले के गर्छ होइन जसले सक्छ त्यसो भक्दियो नि त होइन अनि त्यो हो कि त्यसले गर्दाखेरि 4 जनाले चाहिँ मलाई चाहिँ उ गरेको हो तपाईँले पनि गरे होला होइन मलाई चाहिँ कसैले मन पराउँदैन थियो यसले चाहिँ लातले दिएर पठाइदिइहाल्नु पर्ने पठाइदिएको हो त्यो त अनि त्यो धर्केले निकाल्यो तपाईँले फाइदा भयो नि त कति 45 हजार होइन ए होइन 4500 पाउन्ड पाएको थियो त्यो 4500 पाउन्ड चाहिँ त्यो चाडा धर्केले खाइदियो कि होइन है म चाहिँ एक्स 10 जार होइन मेरो नम्बर 2724 27 नै तिमीहरूले हेर्दैछस् भने चाहिँ म पनि धरानमै बस्छु होइन युकेमा बस्छु होइन अनि अहिले एउटा कथा भनिहाल्छु ल परेवा आखिले चाहिँ के भनेको थियो भने नि चाहिँ ट्वाइसी थियो होइन परे अघि धरानमा छ मैले अस्ति जाँदा भेटिनँ सुन्नु अनि के को सलाम हौ उल्टोबाट सलाम नि अब त उल्टोबाट सलाम हो नि त होइन नि किन हुँदैन उनीहरूले होइन पल्टनमा उनीहरूले बिहेभ गर्यो नि त हामीलाई होइन हामी जुनियर बिहेभ गर्यो नि त अनि उसले चाहिँ के भनेको थियो भने नि अनि कम्पनी लेक्चर हुन्छ नि ट्वाइसीको होइन हेरे केटा हो त्यतिखेर सिपाहीले के गर्न सक्दैन भनेको नि त हेरे केटा तिमीले नेपालमा गएर कार किनेर के अरे हिँड्छस् भने तिमीले नमस्ते गर्छु भने कहिले बिर्सिँदैनौ किन्नै किन पर्यो अनि म युकेमा सुन्नु नि युकेमा कोही भेट्छ कि भनेर म के अरे त्यो रायरको के अरे होइन रायरको के अरे हाम्रो 449 हुन्छ नि युकेमा सोइडरे के साकेलामा डाक्का टोयटा लिएर गयो कि कोही नभेटेको नि त यसो भेट्यो भने छेउमा साटेर रोकेर के छौ दाइहरू भन्नु भने कोही नभेटेको क्या होइन तर मैले भुके मसाला यो हङकङमा चाहिँ भेटेको थिएँ कि तर खिम्दिङले गर्दाखेरि चाहिँ हाम्रो अलिकति हो क्या तर ठिकै छ बुढाहरूले अब बुढो जवान त्यस्तो खालको थियो होइन अब चाहिँ त्यो हुँदैन है होइन अब चाहिँ त्यस्तो होइन 21st सेन्चुरी होइन अब त्यो यो बुढाहरू सुत्रेर भने चाहिँ गोलखाडी जान्छ अब यो 21 कुराहरू चाहिँ अब ल्याउनु पर्यो है हामी उहाँ तेर्थ्यौँ धनकुटे होइन 2 जनाको फेरि होइन अब मामा फेरि के भन्छ त्यो मार्क्स चाहिँ प्रिन्सिपल युज गर्नु नपरोस् नि फेरि सिकेँ म होइन मैले त फेस 1 फेस 2 गरेको नि होइन थाहा छ नि कसरी हो बुढाहरू कान सिने खोलकर सुन तर आफू पनि तन्दुरी छ होइन तन्ने हेऱ्यौँ नि हामी त यार हामी अरे गाउँ हामी तन्ने हेऱ्यौँ त होइन अनि त्यस्तो छ होइन
अनि अब पुर्णेलाई गोल खानिहाल्यो अनि के अरे 2लाई गोल खानिहाल्यो सधैँ सुन्नु दिलाई हो 2लाई त लगाइहाल्यो गोल खानिहाल्यो त्यो पिटिया जस्तो मान्छे होइन धेरै मान्छे राम्रो राम्रोहरू नराम्रो है भनेपछि लाग्ने थियो नि त गाउँले कोही थिएन मलाई फेरि एउटा गाउँले नै बिगारेको नि फेरि त्यसको नाम पनि भनिहाल्नु पर्यो त्यो 018 टङ्के त्यसको नाम टङ्के त्यो 24 मेरो जिल्लावासी हो तर त्यसले मलाई नै अस्ति काठमाडौँ भेट त्यसले मलाई नै नोट गरेको है होइन अब मेरो जिल्ला मेरो वरपर हो नि होइन त्यस्तो गर्नु हुँदैन क्या तर मैले मौखिक भनेको कि अनि त्यो चाहिँ लान्त हो माउ लान्त सुन्नु न लान्त एक्सर्साइजमा के भएको थियो भने एउटा कम्पनीले अरू कम्पनीले चाहिँ पक्रिने भएको थियो क्या अनि मैले 4 जना भाइहरू लगेर म रेखे पटल जाँदाखेरि चाहिँ यो लान त मैले त्यहाँ पनि ब्लक गरेको छु अस्ति बहिनी लगि नि मैले हामी गयो नि हो त्यो भित्ता ब्लक गरेको छौँ एकछिन बस्नु न बोलेको रहेछ कि अनि त्यो खोला छ कि अनि खोलामा यस्तो भयो भने त अब भाइहरूले गुरिसो साह्रै तिर्खा लाग्यो भने खाना टुक्कालाई के चिनाको दोकान हुन्छ नि त अनि अब यो त अब ओपन हो नि अनि त्यहाँदेखि ल खाना खा होइन अब माया लाग्छ न भाइहरू होइन अनि खाऊ भने त्यो बुढोले चाहिँ 3 जना सिपाही लिएर आएको रहेछ कि त्यहाँदेखि मेरो भाइहरू पक्रेको नि त होइन पक्रेर अनि मैले चाहिँ माफी माग्दाखेरि उसले चाहिँ के भनेको यो शब्द कहिले बिर्सिनु के अरे हेर 24 होइन यो पेन सिक्लौडा हो होइन त्यसले गर्दाखेरि तिमीहरूले यस्तो गर्नु नहुने त्यस्तो गर्यो तिमीलाई हामीले क्याप्चर गऱ्यौँ यसरी भनेको होइन यसो नगर्नुहोस् भन्दाखेरि हुँदैन भने क्याप्टेन अलरेडी थियो के हो होइन क्याप्टेन अलरेडी थियो उसले चाहिँ के खोजेको नि अब जिसो खोजेको होला नि उल्टोबाट त फेरि क्याप्टेन बुढाहरू पहिलाका बुढाहरू पढा लेखेकाहरू त्यसले गर्दा पढेको छ भन्थे अनि अरूले खै पढेको के पढेको भन्नु र तर अब पहिलाको किताब घोकेको अनि के पढेको भन्नु र हैन ल नम्बर साप दोस्रो कुरो यस्तै हो हैन अनि अब खातरा भेट्दै गरौँ तपाईँ शनिबार जानु शनिबार हैन म चाहिँ फेरि शनिबार काठमाडौँ जाँदैछु है हजुरहरु ल ढक्कै हैन म आएको यहाँ हङकङमा खै त्यति साह्रो हङकङमा त्यति साह्रो खै बस्नु मन परेन पछि अलि बुढो भएपछि बस्नु बुढोहरूको हङकङमा काम छैन जस्तो लागेर म चाहिँ उतै नेपालमा धुलो खाँदै बस्ने गर्छु है तर त्यही हो अनि अब पल्टने भेला हुँदो रहेछ पल्टन कप आउँदो रहेछ खुसी भेरी ह्यापी हैन तेरका नम्बरी छ नम्बरी तेर्थमै अनि धनकुटे हजुर हैन ल अब मेरो नम्बर 2703 हो मेरो चाहिँ मेरो नम्बरको नम्बर चाहिँ 2724 फ्रम धनकुटा गल्ला हैन तपाईँ तेर्थम गल्ला तेर्थम र तेर्थम गल्ला धनकुटे तेर्थम गल्ला हो तेर्थम गल्ला ल अब यो मेरो भिडियोको ब्लग यस्तै छ अब हैन खाडाकुडु अब के अरे लाराक्लोर हुँदैन चाहिँ घाडाकुडु ट्याङडुङ गरौँ भन्ने ल थ्याङ्क यू भेरी मच ल ओके बाबा